ठिकै बास कपडे होइन यो चाहिँ पुरा हाम्रो चाहिँ आजको लागि चाहिँ तरकारी है यो हामी चाहिँ तिन भलकसँगै बनाऊँ त भइसक्यो यो मासु हाल्नु नि त अब झ्यापै भनेर हो क्या हो अनि त त्यस पछाडि हुन्छ क्या है त क्यामेराम्यान चाहिँ यता के ए दिनुहुन्छ ए धन्यवाद यार धन्यवाद म त तपाईँले बहुत राम्रो मान्छ नि फेरि चटपटी चटपटी पनि बहुत मिठो मिठो छ होला जस्तो लाग्छ मलाई होइन यो पनि एकदम मैले भिआइपी पकाउँछु क्या आज त म यहाँको कुकम्यान हो भने हातमा चाहिँ ल मलाई चाहिँ हाम्रो यता मान्छेहरूले चटपटी दान पुगेछन् क्या बाबा यहाँको 2-3जना मान्छे हुनुहुन्छ बबालको चटपटी बनाउने खान्छु म त चटपटी पनि राम्रो छ त मिठो हुन्छ होइन ल चलो खाना त यति मिठो रहेछ बाबै नेपालगञ्जको यति मिठो छ बाबा पुरै छ क्या हाम्रो स्टाइलले बनाऊँ क्या कुकम्यान हामी बनाएको छौँ भने किन त्यही त लाग्छ र अहिले यार एकछिन चटपटी त यो चाहिँ चटपटी है रङ बबाले यो त राख्छु अहिले चाहिँ एकछिनमै खान्छु म एकछिनमै खान्छु होइन चटपटी त अनि त बबालको हुन्छ क्या अब हाम्रो छोराहरू या यता दामीको मासु पनि रहेछ मसला पनि पर चाहिँ भात पाकिरहेछ बबालको ओके सर म त कुकम्यान हुँ त यार किन आत्तिम ल वाह ए दाइले के भन्नुहुन्छ दाइले सोधेको थाहा हुने क्या दाइ एकचोटि तपाईँ बिराली चलाउँछ क्या म भिडियो बनाउँछु क्या एकदम होइन भन्नुपर्दा चाहिँ मासु चाहिँ ओहो भरि चटपटी खान्छु होइन चटपटी पनि बबाल मिठो होला जस्तो छ है यता ए मलाई चटपटी दुई साक्नु भएको छ है यहाँको मान्छेहरूले चाहिँ चटपटीसँगै चाहिँ म मासु पनि देखाउँछु अनि चटपटी पनि देखाउँछु मान्छे त खासै चटपटी मान्छे यो चाहिँ बिना इफेक्टवाला है किनभने टाउको खरा छ नि त मैले त्यही भएर केही राखेको छैन क्या इफेक्ट केही राखेको होइन बिना इफेक्ट चाहिँ मैले भिडियो बनाएको थिएँ आज चाहिँ अनि इफेक्ट पनि छैन त्यति बनाएको छु चटपटी चाहिँ मिठो छ होला जस्तो लाग्छ मलाई हुन्छ अब म सबै खाएको चाहिँ देखाउँदिनँ होइन बनाउँछु त्यसरी बाबा घुमाउनु न त्यो पुरै स्टाइल घुमाउनु क्या कलर धेरै हालिदिनु नि नानीहरूले दाइ अलि स्टाइल पकाउनु न अलि स्टाइल चलाउनु न खै दाइले चलाउँछ उची ट्याक पछि ट्याक गरेर बास कपडे होइन यो चाहिँ पुरा हाम्रो चाहिँ आजको लागि चाहिँ तरकारी है यो हामी चाहिँ तिनजनाको लागि मात्रै है खासमा यो
यहाँ मान्छे पनि धेरै छैनन्, 3 जना मात्रै छन्। हात्ती देखाएको छ। अलि पछि चाहिँ सिउँदो देखिन्छ होइन, सिउँदो नै प्यालो अझ त्यो रातो पाक्न दिनुहोस् न। ओहो माल माल हुन्छ कि माल। यो चाहिँ खुट्टा पनि मिक्स भयो क्या लास्टमा होइन, एकदम राम्रो बन्थ्यो कि बन्दैन। ठिक छ, टर्चमा बाल्दाखेरि राम्रो देखिँदो रहेछ माछा। दिनै फेक्टवाला छ यो त। कपाल खराएर पनि बर्बाद भएको छ कि मेरो त। हेर्नुहोस् है यता मासला। है चलाउँदाखेरि पनि हामी एउटा कोही दिँदै हुन्छ होला। गोजीमा हाल्नु गोजीमा कहाँ जा धेरै त लागेर रहेछ नि त। पुरै फ्राई हो क्या, तेलमा फ्राई हालेर होइन। बा 3 जनाले खोइ गाह्रै होला।